उड्न पनि खोज्दैछ यतिखेर हामी शिव 87 वार्ड नम्बर 3 स्थित बाँसको ड्रोन बनाउने पुगाको घरमा चाहिँ बाँसको ड्रोन कसरी बनाउनुहुन्छ, कसरी चलाउनुहुन्छ, कसरी उहाँले चाहिँ उडाउनुहुन्छ, यो प्रेरणा कसरी मिल्यो भन्ने सम्पूर्ण विवरण यहाँहरूलाई हामी यसै भिडियो मार्फत जानकारी गराउनेछौँ। पुरा हेरेर मलाई साथ घुमिरहेको थियो, घुम्नेसम्म बनाउनु भयो, उड्न पनि उड्छ अरे तर उड्छ भुइँ छोड्छ तर कन्ट्रोलर छैन, कन्ट्रोलर कन्ट्रोल हुँदैन, लगाउनु पर्यो अब कन्ट्रोलर ड्रोनको लागि त। ड्रोनको आवाज पनि आयो। अब हेर्न अब ठुलोबाट है त, ठुलोबाट यो उफ्रेर पनि कहाँ ठोकिने हो अब थाहा हुँदैन है। ल यस्तो पनि बाँसबाट बनाइएको ड्रोन यो हाम्रो गजेन्द्र बुवाले उड्न खोज्दैछ, किनभने कन्ट्रोलर छैन। कन्ट्रोलर थियो भने यो अहिले हामी उडाएर पनि देखाउँछौँ। अब कन्ट्रोलर उड्न पनि खोज्दैछ होइन, उड्छ पनि तर कन्ट्रोलर होइन, यति त उडेको पनि हो तर कन्ट्रोलर नभएर कता छिनाएर पनि जान्छ क्या। यो चाहिँ यहाँ चाहिँ मोबाइलको ब्याट्री बुवा कति वर्ष पुग्नु भयो साथी? अहिले त 61मा लाग्यो। 61 वर्ष नि, 61 यसमा अहिले पंखा दिएर अर्को मोटरले फेरि अर्को बनाइन्थ्यो तर मोटर थोरै हुनाले त्यसले क्यान्सल बिगारेर फेरि अर्को सुरु पहिले हामीले हावाबाट उयो गर्ने चुलो देखाउनु भएको के छ अहिले सक्सेस छ कि छैन? अहिले त्यो छोडिसके। अहिले त्यहाँदेखि अर्को पंखाबाट भात पाक्ने त्योहरू अनि लाइनबाट यो हिटर तार किनेर त्योहरू त अहिले चलाइराखेका छौँ। ए त्यो पंखाबाट भात पाक्ने भनेको नयाँ लाग्यो त मलाई। हामीले हेरेको भन्दा पनि अहिले लगाएको थिएँ होइन, त्यो त्यहीँ छ। अहिले अब डढेको यो के भन्छ मोबिल डढेको मोबिलबाट हामीले एकचोटि त्यहाँनिर हो त्यही नै हो, त्यही हो। त्यही 2 आइटम मात्रै छ। के छ अहिले? अहिले चलिरहेको चल्दैछ, चलाउँदैछन् तर त्यसमा पनि अलिकति अल्छी मानेर हिटरमै धेरै जस्तो भात के चलेको छ त्यो हेरौँ न है। आज खै नयाँ नौलो त खासै छैन, यही हो। यो पनि म बस्नु पाउँदिनँ र पनि अब हामी आज आएको बेला यसो दर्शकहरूलाई पनि देखाइदिउँ भन्ने कुरा हो। यही नै हो। अब अरू त एउटा ड्रोन हेरियो। अनि सुन्नु न, अलिकति थोरै सोध्न मन लागेको कुरा मलाई। जस्तो तपाईँसँग पर्याप्त कुराहरू भयो भने, इक्विपमेन्टहरू भए, पैसाहरू भयो भने त तपाईँले यो ड्रोनलाई त उड्ने बनाउनु हुने। यो त उडाउनु सक्छु भने नै मनमा छ। क्यामेरा फिट गरेर गाउँको भिडियो बनाउन सक्नुहुन्छ? सकिन्छ जस्तो लाग्दैछ। एकदम राम्रो हो। बुवाले धेरै कुरा बनाउनु भएको छ। त्यो बाँसको कुराहरू छ नि जुन हामीले सुरुमा हेरेको थियौँ, हो त्यो चाहिँ अहिले सङ्ग्रहालयको चल्ने अवस्थामा छ कि नचल्ने अवस्थामा छ? त्योहरू खै बिक्रीमा त्यहाँ लानुभयो, त्यहाँ नमस्ते चोकमा त्यो चलिराखेको छ। कहिलेकाहीँ त्यो पानीहरू चाहिँ चल्दैन होला, त्यो आरा पुरानो हाम्रो सिस्टम आरा त्यस्तो काट्ने त्योहरू चल्छ भने एकचोटि त्यो पनि हेरौँ न। त्यो हुन्छ, किनभने त्यहाँको पनि भिडियो बनाऊँ होइन। त्यहाँदेखि तपाईँलाई जोडेर त्यो चल्ने चाहिँ बनाउनुपर्छ। किनभने त्यो चाहिँ कस्तो छ भने हामीले सजावटको लागि राख्न सकिन्छ घरमा, सकिन्छ नि। अनि पुराना कुराहरू झल्किन्छ, पाहुना पात्र आउँदाखेरि। होइन, अब पहिले हाम्रो पुर्खामा यो थियो, यो खालको चलनहरू थियो भनेर पनि बुझ्न सकिन्छ। एकदम त्यसको लागि चाहिँ हामी गरौँ। अब हामी देखाउनेछौँ तपाईँलाई त्यहाँको दृश्य पनि, र बुवासँग एकछिन कुरा गर्नेछौँ भिडियोमा। यो युनिक कुरा बनाउनु भएको छ होइन। यसमा मैले सोचेको चाहिँ केही पनि छ भन्दाखेरि नि, एउटा ब्याट्री नि, अहिले मोबाइलको ब्याट्री लाउँदाखेरि त्यसको वेट बढी हुन्छ।
अनि जल त्यो चार्जिङ ब्याट्रीहरू लाउँदा पनि बढी हुन्छ, वेट बढी हुन्छ। त्यो एउटा पैसा जस्तो हुन्छ नि के घडीको घडीको ब्याट्री अथवा हुन्छ नि हो, त्यसमा वेट हुँदैन, पावर बढी हुन्छ। त्यो जोडेपछि चाहिँ हल्का अनि बोक्नु सक्छ। हामीले यो मोबाइलको ब्याट्री यहाँ हामीले टसाएर हामीले यताबाट यो तारको काम आउँदैन, त्यो गरेपछि ती मात्रै। अनि यता रिमोट पनि जोड्यो भने चाहिँ रिमोटबाट चलाएपछि त्यो चल्छ। तर अहिले त अब कतिको यो चाहिँ भुइँ चाहिँ छोड्छ कि छोड्दैन, यो घुमी मात्रै रहने हो कि यसो आउँछ आउँदैन भनेर मात्रै मैले ट्राई गरेको। छोडे यति तिमी आयो माथि आयो। मैले धागो पनि चारतिर टाँगेर अब उफ्रेर माथि जान्छ होइन, चारतिर धागो चाहिँ यसैमा टाँगेर अनि ठुलो पावरबाट यसो ट्याक्कै जोड्दा त माथि आएर यसरी पनि बस्यो। अनि थाहा चाहिँ भयो नि हुने रहेछ। भुइँ चाहिँ छोड्यो नि त। एकदम राम्रो जानकारी दिनुभयो। यो तपाईँले केबाट चाहिँ यसरी प्रेरणा पारेर चाहिँ यो बनाउन थाल्नुभयो स्टेसन? यो एउटा किन भन्दाखेरि मैले युट्युब धेरै हेरेँ। यो भुइँ छोड्नुको लागि चाहिँ प्रति मिनेट 2300 घुम्नु पर्छ अनि मात्रै भुइँ छोड्छ भनेर पनि जानकारी मैले पाएँ। 2300 मात्रै होइन, 2300 अङ्क अब 2300 1 मिनटमा अनि मात्रै भुइँ छोड्छ भनेर जानकारी पनि मैले युट्युबमै पाएको छु। अनि हुनु त घुम्छ अनि यता यता पनि सर्छ तर भुइँ छोड्दैन। पहिले पनि यसो झुन्ड्याउँदाखेरि मोटर जोडेर ब्याट्री जोडेर यसो गर्दाखेरि चाहिँ घुम्दै 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 त्यो बाँधेको ठाउँ पनि छोडेर उँभो पनि जान्थ्यो। त्यो चाहिँ सजिलो लाग्यो। तर बसेको ठाउँबाट यसो छोड्ने चाहिँ मैले सकेको थिइनँ। अनि यो मोटर चाहिँ ल्याएपछि यसको पावर बढी हुँदो रहेछ। अरू मोटरहरू त अब यत्रो त्यो कति 60 रुपियाँमा आउँछ, यो चाहिँ 60 रुपियाँमा अलि आउँदैन रहेछ। त्यसको फेरि वेट बढी बजले गर्दाखेरि भुइँ छोड्नै नमान्दा रहेछ। अनि यो चाहिँ अब सानो चिज पावर बढी, त्यसो हुँदाखेरि बढी पावरको ब्याट्रीमा चाहिँ यसो टच गरेपछि त उफ्रेर पनि माथि कहाँ पुग्छ। अनि ट्रक कन्ट्रोल हुँदैन। अनि त्यस्तै मात्रै हो, अरू चाहिँ गर्न सकेको छुइनँ। यो सबै सिक्नु भएको तपाईँले सबै युट्युब हेरेरै हो है? हेरेर के 61 वर्षको उमेरमा तपाईँले यति राम्रो काम गर्नुभएको छ। हामी यो खिच्न पाएको छौँ, यसैमा खुसी। हजुर ठिकै छ। अब म पनि अब आफ्नो आफ्नो अब इच्छा विचार मन हो। एक किसिम त भुराभुरीको मन, भुराभुरी जस्तै यतिखेर त त्यस्तो मन त नहुनु पर्ने। तर पनि सोच विचारहरू होइन, दुनियाँले गरेको गर्दा त हुन्छ कि हुँदैन भनेर टेस्ट गर्नु इच्छा लाग्छ क्या। साँचो हो कि न त यो के हो, यो जादु हो कि कसरी यसरी गर्छन् गरी हेरौँ न त भन्दाखेरि कोही त हुन्छ कोही हुँदैन। तपाईँले प्रयोग गर्नुभएको धेरै कुरो सक्सेस भयो। एउटा 2-3 एक खालको चाहिँ भएन कि चाहिँ मान्छेले अलिकति विभिन्न युज गरेर दबाई औषधि हो कि पावर विभिन्न केबाट गर्दो रहेछन् खै कुनी। मोबाइलको चार्जर आलुमा यसो डुबाएर मोबाइल चार्ज भएको देखाउँछ नि, त्यो चाहिँ भएन, त्यो चाहिँ हुँदैन। त्यो अरू चाहिँ हुन्छ, त्यो चाहिँ पत्याइन। कागतीमा डुबाउँछ चार्जर, त्यही 2टा खुट्टी यसो लायो यता मोबाइलमा चार्ज भएको पनि देखाउँछ। त्यो चाहिँ गरेँ, साइकलमा पनि मोटर जोडेँ होइन, तर मलाई तानेन, पावर पुगेन। राम्रो बाटोमा यस्तो ग्राभेलमा तान्दैन। तर त्यसमा पनि तान्ने चाहिँ सजिलै छ होइन, सकिन्छ बनाउनु।
तर मैले त 12 भोल्टको मात्रै राखेँ नि त ओ मोटर चाहिँ अनि त्यसले कहाँ तान्छ त नभएको पनि 48 ले सजिलै तान्छ 24 ले दुःख सुख तान्छ 60 बनायो भने चाहिँ त्यो त 2 जना पनि तान्छ त्यसको फेरि कन्ट्रोलर राख्नै पर्छ खर्चै हुन्छ त्यसमा त अनि हामीले हावाबाट चल्ने चुलो हैन अनि त्यस पछाडि हावाबाट चल्ने अर्को त्यो थियो नि पम्प लाएर गर्ने केबाट ए त्यो क्यान्सिल भयो त्यो भाग्य नेपालले पनि आउनुभयो होइन त्यतिखेर पम्प दिएर त्यो क्यान्सिल मैले गरिसकेँ किन मैले क्यान्सिल गरेँ भन्दाखेरि त्यसले ढिलो पावर त्यति नभएको हेर्दामा चाहिँ राम्रो ढिलो मात्रै पाक्ने त्योभन्दा खतरा चाहिँ त्यो मोबिलबाट चाहिँ एकदम राख्ने बित्तिकै उम्लिन थाल्छ अस्ति हेरेँ हो त्यो एकदम खतरा हो फेरि हेर्नु पनि मिल्छ तर हावा चल्दैछ र त्यति मजा चाहिँ लाग्दैन